दोलखा र रामेछापको सिमानामा रहेको सुन्दर गन्तव्य, जहाँ नीलो आकाश पनि हरियाली डाँडाकाँडाहरू देख्न सकिन्छ, जहाँको सुन्दरताले मन शान्त गरिदिन्छ। के सैलुङ साँच्चै सुन्दर छ त? कतै सैलुङ मन परेन भने? मनमा यिनै कौतूहलता अनि नयाँ ऊर्जाका साथ आज हामी जानेछौँ सैलुङको यात्रामा, जहाँ बाटोमा पर्ने रमाइला दृश्यका साथै मिठा मिठा कुराकानी आज हामी गर्नेछौँ सैलुङको स्पर्श। जब हामी यहाँ मुडेबाट सैलुङको यात्रामा लागिरहेछौँ, खासमा त हामी कहाँ जानला भनेर हामी खासमा कालिम्पोङ हिँड्ने मान्छे, अब आज सैलुङ भ्याइदिउँ अनि भोलि कालिम्पोङ गइदिउँ भनेर म त दिनकै हो त काठमाडौँ बस्छु, दिनकै सैलुङ आउँदै जाँदै सैलुङ के सैलुङ कपालकाटी ठाउँ दारीकाटी ठाउँ अनि बरु सुकुटीको दामी थियो त्यो चाहिँ यता आइरहे फेरि सिधै लानु त्यो राम्रो राम्रो बनाएको छ है, गुम्बा सुम्बा यताउता। यो टर्निङ चाहिँ खतरा रहेछ। मोबाइल निकाल। आहा यमराज 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 क्यों हिला डाला ना? जाउँ जाउँ भनेकै छैन। म त छेउमा साइड लाएर बसिहाल्छु नबसेर यहाँ सम्भवै थिएन। देख्दैन, नदेखेपछि के हरन बजाएर बसिहाल्छु। म त यमराज आयो भनेको होइन रहेछ। कालापानी सैलुङ जाने त्यता रे, काँडे गैरी भनेको यता रे। हामी यहाँबाट फेरि सैलुङ जानको लागि यता अलिक छिटो होला ल, काँडे गरी यही त हो नि, यो जाडो त हो नि। हामी कालापानी हाम्रै साइड आएर ओट्याक गरेर पाप लाइट अब यो बाटोमा हाम्रो साइड र तेरो साइड भन्न चाहिँ मिल्दैन दाइ। वाउ, यो चाहिँ दामी आयो नि त दाइ। अब यसो ल भाइ, बबाल छुट्टै भिडियो खिच ल यसको। केटाहरूलाई के थाहा यहाँ सैलुङ आउनु होइन, केटाहरूले मिस गरे। मिस भयो। कहिलेकाहीँ जिन्दगीको हतारोबाट टाढा जानुपर्छ अनि प्रकृतिसँग घुलमिल हुनुपर्छ। सैलुङ त्यो ठाउँ हो जहाँ तपाईँ आफ्नो सबै तनाव बिर्सेर प्रकृतिको काखमा हराउनुहुन्छ। बाटोमा निकै कठिनाइ अनि हिँड्दा लागेको थकाइ सबै बिर्साइदिन्छ यी सुन्दर दृश्यले। जति माथि माथि गयो उति नै सुन्दर लाग्ने यो ठाउँ मन नपराउने सायद कम नै होला। यहाँ नि बस्न मन छैन अनि बिचमा बिचमा दाइको फोटोसोटो खिचिदिन्छु भनेर पनि ओह्राल्दै दामी आइरहेको छ। अरे यार दाइ यस्तो दामी आइज कुरै छोड्यो। घाम लागेपछि झन् बबाल हिउँ पर्नुपर्ने भन्दै थियो क्या, म हिउँ मिस गरिरहेको छु यार। फर्केर आउँदाखेरि चाहिँ बबाल देखिन्छ है। ड्रोन भइदिएको त दाइ झन् यस्तो दामी सर्ट लिन मिल्ने रहेछ यहाँनिर। वाउ, आमामा यहाँबाट पो दामी त हो भाइ, के हो झन् झन् माथि गयो भित्री राम्रो आउँछ सैलुङको गेटमा आइपुग्न लागेका छौँ। त्यहाँबाट आधी घन्टा कि 45 मिनट लाग्छ अरे। 45 मिनट आधी घन्टा हिँड्नुपर्छ अरे। दिदी बाइक कहाँनिर राख्नु मिल्छ? यहीँ हो राख्ने? जब हामी यहाँबाट उकालो चढिरहेका छौँ, सानो ग्रेट वाल जस्तै रहेछ। नेपालको त बिगे ग्रेट वाल हो नि, चाइनाको अनुसार पो सानो ग्रेट वाल त। दाइ अनि के छ त नि खबर? ठिक छ यार। पहिलो कदम दाइ, यो बन्दै जाने त कति कुर्सी रहेछ गन्नी एउटा गनेको 1 रुपियाँ भयो दाइ, त्यत्तिकै जाउँ। यहाँ त लाखौँ सिँढी होला नि होइन, नगनीकन आउने यार दाइ। यो पैसाको कुरो नगर्नु क्या मसित। म गलिसकेँ। यसरी दामी आएर हेर्नु यसरी हिँड्दाखेरि यतै आउनु नि त तपाईँ। बादल हेर्नु दामी छ। आओस्, अनि यसरी हिँड्दाखेरि खोइ पुगेला जस्तो लाग्न छोड्यो मलाई अब चाहिँ। सुरुको जोस, तर जान चाहिँ जानुपर्छ। राम्रो बनाएको छ नि तर यो। हामी यहाँसम्म त आइपुगेका छौँ सकुशल। कुशल र धर्मेशदाई भन्न हाम्रो गन्तव्य अब यहाँबाट ऊ त्यहाँ माथिसम्मको छ। अब पुगिन्छ पुगिन्न थाहा छैन, पुगिन्छ। जाँदैछौँ अब, हेरौँ कति बेरसम्म पुग्छौँ। हिँड्ने बानी नभएर गल्न चाहिँ अति गल्ने रहेछौँ। दाइ जिम जानु पर्यो जस्तो सोचा हुन्छ नि यो बेलामा।
काँडा तिनीहरूलाई तल पाउनको लागि तपाईँ त धनी हो नि त उयो दाइ होइन 10 दिन जिम गएका अरे 3 महिनाको पैसा तिरेको लास्ट धनी मान्छे हो नि रिच गाई रिच हिमालसम्म त आउने यो के गुम्बा हो को बुवा चाहिँ तेरो बुढी मेरो भाइ मेरो बिहे त भएको नि दाइ अब त्यही त तैँले अहिले मलाई भनिदिनुहोस् त ल यार यता हेर्नु त शान्त यार कसम ठाउँ चाहिँ म बाबालाई शान्त लाग्यो। ए हाम्रो हल्ला बाहेक केही छ त अरू छैन त चुरिङ्गो छ नि कस्तो छैन भने ए सुनिन दाइ त्यति शान्त छ नि त फोटो खिच्नु पाउँछ तपाईँहरूले भित्र बस्ने जुत्ता खोलेर यो हाम्रो मेन महादेवजी यो हो सेलुङ सूर्य आफ्नै आफ्नो उत्पत्ति भएको महादेवजी हजुर यो महादेवले जे माग्यो त्यही दिन्छ यता यो कली जस्तो त्यो उतापट्टिको शिलाजी हजुर यो पार्वती हो यो आफ्नो मेन महादेवजी यो उहाँ पार्वती होइन पार्वती हो ए उहाँ खोजे लगाएको शिवजी चाहिँ उहाँ शिला ए शिला यस्तो दामी ठाउँमा यार महादेव है शैलेश्वरी महादेवले जे माग्यो त्यही दिन्छ यो शैलेश्वर महादेव सम्पूर्णलाई रक्षा गर्नुहोस् त्यही हो तपाईँ 7 बजीपछि फेरि फर्किनुहुन्छ कि यहीँ बस्नुहुन्छ होइन बेलुका 5 बजे फर्किन्छ ए 5 बजी फर्किनुहुन्छ यहाँ भ्यू चाहिँ बबालै रहेछ होइन यताको भ्यू पनि अनि यहाँ शैलेश्वर महादेवको जुन यो मन्दिरको वडार पनि एकदम दामी बस्नलाई पनि खुब आनन्द आउने क्या जस्तो भएन चाँचे चाचे चाहिँ नभन्नु न होइन तर यत्तिकै भाइ मेरो लिँदै दामी आएको क्या फोटो अहिले भन्दा होइन अनि कताबाट जाने हामी अझ यो बाटोबाट जाने तपाईँलाई मैले भनेको नि यही माथि बाटो मर्ने उतैबाट यही तलबाट भेट्छ त्यो बाटो भेटिन्छ है यता फर्किनु पर्दैन ए अनि त्यहाँ तल चाहिँ के छ अरे अब उताको यतापट्टिको त्यो 12 वर्षसम्म गर्दै फुल्ने गुफा हजुर उतापट्टिको त्यो एउटा पिछुलमा घन्टी छोडेको छ क्या त्यसलाई भन्छ धर्म ढोका धर्म लकर धर्म ढोका धर्म ढोका अनि लकर र ढोका उस्तो त होइन यत्रो दुलो छ क्या यत्रो दुलोबाट यति बेला छिरेर त्यति निस्किने हो ए त्यो मान्छे छिरेर अड्क्यो अरे भन्थ्यो नि त्यही हो त्यो पापी अड्किन्छ अरे नि ए हामी पापीहरू हो कि या होइन नि अन्त छिर्न नि डरमा ल हस् बुबा नमस्कार हामी लाग्यौँ है त त्यसपछि चाहिँ हामी यतै लाग्यौँ फेरि यताबाट हाम्रो सोचेको दाजु भाउजूको फोन आयो हामी अब शैलेश्वर महादेवको दर्शन गरियो टिका चाहिँ लगाएको खोइ भने होला पोको पारेर राखेका छौँ ल्याउनु कि ल्याउनु न छ झोलामा छ पोको पारेर ल्याएका छौँ अनि अब हामी धर्म ढोका अरे पापी र धर्मात्मा हेर्न जान लागेको है हो त अहिले यहाँ हिउँ परायो कति मजा आउँछ आउँथ्यो नि के गर्नु यहाँ घर बनाउनु पर्यो साथीभाइहरू उतै डाँडामा थुम्कामा त्यो थुम्कामा त दिँदैनन् मलाई थाहा छ यो थुम्कामा घर बनाउनु पर्यो अनि चट्टसँगले सानो परिवार सुखी परिवार भनेर बस्नु पर्यो आनन्द आउने रहेछ बस्नलाई क्या यहाँ म फेरि पनि के भन्न चाहन्छु भने केटाहरू यु मिस्ड इट अपर्च्युनिटी तिमीहरूले गुमायौ क्या गुमायो अलिकति भयो नि यिनीहरूलाई नि अलिकति साँच्चीकै गुमाछु कि जस्तो हुन्छ क्या प्रत्येकचोटि पनि अनि भिडियो पठाउने कम मजा आउँछ तु दोस्त नै तु गद्दार है गद्दार भिडियो चाहिँ खासमा मैले हामी 5 जना भएको थियौँ होइन यो आउनलाई यहाँनिर जुन हामी यो दुईटा बाइक एउटा स्कुटी गएर सैलुङ कालिन्चोक आउनको लागि भनेर 5 जना सिंहटी भरले नि 5 जनाले प्लान बनाएको है एकजना दाइको त हिजै मिल्दैन जस्तो कुरो गर्नुभयो ठिक छ त्यो मान्यौँ होइन हाम्रा 2 जना साथीहरू अहिले बिहान आएर सुतिरहेछन् है अनि म त हामी त नजानी निन्द्रा पुगेको छैन हामी त नजानी रे है हेर केटा हो तिमीहरू नआएर ठुलो कुरो मिस गर्यौ क्या अति नै ठुलो कुरो तिनीहरू आएको भए फेरि ठाउँ पुग्दैन रहेछ नि त यहाँ अलि भन्नु न तिनीहरूलाई नमजा लाग्छ त्यही त तिनीहरू 2 जना आए भए त यहाँ ठाउँ पुग्दैन थियो हेर त यत्रो एरियामा देखाएको त्यो एरिया ठाउँ पुग्थ्यो त तिनीहरू अड्दैन टाढो छ अरे हामीले त्यहाँ तल बुवा मन्दिरमा बस्नुभएको बुवासँग उहाँ तलदेखि आउँदै कुरा गर्दै गर्दै आएको 108 वटा डाँडा छ अरे क्या यहाँ सैलुङमा अनि अब हेरौँ
कतिवटा डाँडामा गएर कतिवटा डाँडा हेर्छौँ हामीले। यहाँबाट फेरि कालिम्चोक पनि जानु छ। आज सिधै हामी कालिम्चोक यहाँबाट उ जान्छौँ। त पारीको डाँडा हो नि हामी जाने, थाहा छ? यस्तो घुमेर यतै हो नि। होला हो पुरै बच्चा त फिल आइरह होला होइन दाइ तपाईँले? बुढो बच्चा बुढो बच्चा एकछिन शान्त। कति धेरै खाइसकेछ नि छिटो। यो चस्माले त पुरै रातो पो देख्यो। बनाउँदै बिचे केटाहरू तिमीहरूले मिस गर्यौ, तिमीहरूले मिस गर्यौ क्या। हावा चलेको यहीँ फिल भइरहेको नि यार, यो आवाज हो माई गड। कहाँ चल्नु? काठमाडौँमा अब त्यही धुलो हावा खाएर बस्छ हो। यस्तो सस्तो होइन। हामी नि आउन त त्यहीँ खाना आउने हो, तर हामीले यहाँ शीतल हावा खान पायौँ। यो चाहिँ पठाइहाल्नुपर्छ अहिले भिडियो है त। खासमा हामी यहाँ अब हाम्रो साथीहरू आएनन् नि त, अनि यो भिडियो बनाएर अनि चलाउने काम गरिरहेछौँ क्या। बहुत सही दोस्त है मेरे भाई। अरे तेरे जैसे दोस्त हो ना तो दुश्मनों की जरूरत ही नहीं है, तू अकेला ही काफी है। गाइज हामी माथि टुप्पोमा आइपुगेका छौँ। बल्ल अलिकति सास आयो। यहाँ भाइले यहाँ उतापट्टि भाइले चटपटी बनाएर खानिदिएर के गल्ती गऱ्यो भन्दाखेरि जाने भएर तलतिर केही पनि नखाइकन आयो। अब यहाँ आउने भने त्यो गल्ती चाहिँ नगर्दा हुन्छ। वी आर एक्साइटेड टु सी भ्यू। अहिले यो के अरे दाइ यो सैलुङको सबसे हाइटमा छु है। तर मलाई सैलुङको यो हाइट त्यो सोचे जस्तो जुन एक्सपेक्टेसन थियो मेरो जे होस् मिट गऱ्यो भनौँ न। सोचे जस्तै हाइट हल्का अब यहाँ हिउँ पर्दा थियो भने त झन् बवालै हुन्थ्यो। यस्तो दामी चिसो हावा चलिरहेको कि है पुरै छोडिदिउँ क्या। यस्तो आनन्द आइरहेको है। ल दाइ अब 2-4वटा फोटोसोटो खिचौँ अनि त्यसपछि हामी आफ्नो गन्तव्यतर्फ फेरि लगाउँ। बस ल पनि त नजिक हो र टाढो नजिक हो। हामी यहाँबाट कालिम्चोक जानुपर्ने छ। कालिम्चोक यहाँबाट कालिम्चोक यहाँबाट हामी मुडे 19.6 किलोमिटर के देखाएको थियो। तल गाडी आउने ठाउँसम्म हो कि अब यहाँसम्म हो त्यो चाहिँ थाहा भएन। अनि त्यहाँबाट फेरि 22-26 किलोमिटर छ चरीकोट। हामी चरीकोट चाहिँ जाँदैनौँ आज, हामी सिधै कुरी गरेर बसेर भोलि फेरि कालिम्चोक दर्शन। कालिम्चोक सिँगाटी भोरले लागभग कता हो कता अनि मेरो गाउँ पनि जानु छ। यस्तो चलिरहेको कि मान्छे हुत्याउला जस्तो भएछ धन्न। म त ऊ बेलामा खाएर मोटो भएर तोरो भएर बसेको थिइनँ मात्र। उस्तै लुरा लुरी भन्छ ऊ तल टिप्न जानु पर्यो। वाह यो पनि कस्तो दामी यार। हामी वरिपरि चाहियो हामीलाई खाना। यस्तो गरेको उडिरहेको म त बवाल छ यार, तर कसम यस्तो बवाल छ है। बादल केटाहरू म फेरि पनि भन्दैछु तिमीहरूले मिस गर्यौ धोकेबाज। म मजा आउँथ्यो यार साथी भइदियो भाइ। अब हामी चाहिँ आफ्नो गन्तव्य सैलुङको माथिको त्यो डाँडा हेरेर हामी अब बाइक चढ्ने ठाउँमा आइपुगिसक्यौँ। अब बाइक चढेर हामी कालिम्चोक जान्छौँ। पहिला मुडे जान्छौँ अनि मुडे गएपछि कालिम्चोक जान्छौँ। कालिम्चोक भन्दा पहिला मुडे जान्छौँ
अनि भात खान्छौँ भन्न छुट्याइदिएँ क्या अघि मैले अनि खाना खान्छौँ अनि कालिम्पोङ जान्छौँ बल्ल मिल्यो नि त मिल्यो अहिले मिल्यो फाइनली हामी खाना खान्छौँ फाइनल्ली हामी खाना खान्छौँ अहिले त बेलुका खाने हो नि त्यस्तो फेरि अहिले दाइ कचाक कुचुक खायो हुन्छ म बेलुका खाने हो जाँदिनँ त्यस्तो। गर्दा म पनि बस्छु ल कस्तै कोही मेरो चस्मा ए यहाँ छ अर्काको चस्मा बेजती मेरो पनि छ नि यार एउटा ब्यागमा छ एउटा यहाँ छ कस्तो देख्यो दाइ सय बबाल साइड लुक्स तँलाई कालोमा मेरो साइड लुक्स कस्तो छ धन बबाल यार हिरो आर्यन सिग्देल भन्दा बबाल अब के गर्ने त दाइ लागौँ है लागौँ गफ गरेर बस्ने र नबसौँ जाउँ यार गफ त अहिले बाइकमा कुदाखेरि नि गर्न मिलेको नि दाइ सुत्न मन परेको छ बाइकमा सुत्दा यो जङ्गलमा के गर्नु गाह्रो छ दाइ मलाई तान्न आएको भए हुन्थ्यो मैले भनेको थिएँ अरे मैले त केटाहरू एकदम मैले त हेर सनम तैँले यो भिडियो हेरिरहेछस् भने मैले त सनम जतिको सोझो इमान्दार जसले जे भन्यो त्यही मान्ने मान्छे पाइँदैन भने त्यस्तो भने होइन मैले दाइले भन्ने खान कि जेरी भन्दा सनम बाङ्गो छ भन्ने चाहिँ होइन तोरी भाइ कस्तो मलाई कम माया लाग्छ तेरो 500 रुपियाँ हालिदिए है यति तारिफ गरेको छु तेरो त्यो अस्तिको 1000 रुपियाँ त्यो अस्तिको 1000 रुपियाँ मैले फिर्ता दिँदिनँ पर्दिन्छ मलाई म न्युटनमा हाल्छु नि बाइक गाइजहरू फाइनल्ली यति राति कुरी आइसक्यो अलिकति बाँकी हो ए चिसोले हो भने चिसो हो पुरै दाइको सातो पुत्लो उडिसक्यो ए मेरो पनि अलि दाइ के बोलेको दाइ कस्तो राम्रो है वाउ यतिको चाहिँ हुनुपर्छ क्या जिन्दगीको गोरेटो जिन्दगीको गोरेटोमा